best friends are always with me. We sing, we dance, we laugh, we are happy every day. Have fun with us, let's say happy, 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 happy. Happy. Yo guys, welcome to my new vlog. आज चाहिँ थाक्यो आज चाहिँ हामी पोखरा जाने भन्दा एक दिन अगाडिको दिन हो भोलि हामी भोलि बिहान जान्छौँ हामी पोखरा मेरो यही आउटफिट हुन्छ तर मैले मेरो आउटफिट राम्रोसँग देखाउँदिन भोलि देखाउँछु ओइ को यो कति सिरो देखेको हो त अहिले हैन त्यसै लगाउँछ यो त नाम भन्दा तेरो इन्ट्रोडक्सन दे जायो त यसको नाम एन्जल हो के मेरो नङ चाहिँ म तपाईहरुलाई भोलि देखाउँछु कि मेरो नङ राम्रोसँग बोल्छ ओके भाइ भोलि बिहानतिर भेटौँ ए फेरि नङै देखाइदिए कि भोलि बिहान भेटौँ अಯ್यो भोलि बिहानतिर भेटौँला स्कुटीमा एकैछिन कति बेला लाग्छ र गाइस म रेडी भइसक्यो रेडी भइसक्यो के जाउ लाग्दो यस्तो रेडी हुन नि जाउ लाग्छ के मलाई त तल पैसा कहाँ राखेछ खल्टीमै अहिले पर्समा राख्छु के म पुरै खोलेर सोना पर्छ फेरि बाना अब मम्मी सुन मान्दिन नलाउनु न लामा खोले ए ये अघि त्यत्रो बेलासम्म भिडियो भइरहेको चाहिँ फेरि मैले भिडियो गर्ने बेलामा चाहिँ मैले बन्द गरिदिएको यो कस्तो खुसको क्या म मान्दिन त न दादाको एउटा फोटो देखाउँछु कि म तपाईँहरूलाई सरी ल यहाँ हेर्नु क्या था मैं क्या हो गया अब सिधो चुच्चे त स्कुल पुगिसकेछ गाइज ओके अब म मात्र छु क्या म पनि जान्छु ल तुना बान भन्छ नि तुना कति बजे हो नि 5:30 भइसकेछ त हैन ओके म त कट्रिना क्याफ जस्तै देखिरहेको छु कि सरी ल ए अगाडिपट्टि हो साइकल लाऊ क्या अब कुछ होश नहीं है मुझे को सुला देगी अभी कर जो भी कहूँगा तो सुबह बुला देगी यस्तो माथि गरेर पर्छ के मेरो म त राति बारी हिँड्ने बारी त नभन्नु भाइ बाटै हो मलाई मान्छेहरूले लहरमा होला नि को पागल बोल्यो भनेर म छ है अब ए म किन यता के म अगाडि जान्छु कि त्यो छिटो यहाँ मेरो हात दुखिसक्यो गाई एउटा हातले अड्डाउँदा किनभने मेरो यो हातमा ब्याग पनि छ मैले यस्तो के पुरा पुस लाउनु पऱ्यो कि यहाँ ब्याग पनि खस्छ किनभने हुडीमा ब्याग खस्दो रहेछ कि हुडी लगाएको बेलामा किनभने हुडी मोटो हुन्छ नि त अनि हुडी मोटो भएको बेलामा चाहिँ ब्याग यहाँ राख्दाखेरि ट्र्याक्टर चलाएर राखेँ छिटो गयो कि म अयो मेरो खुट्टा दुख्यो गाई ए खुट्टाले हात दुख्यो भन्न लाग्यो खुट्टा दुख्यो भन्दा नाच्दिउँ है यसो बिहान बिहान मलाई थाहा आउँछ फेरि म दिन्छु क्या म त मलाई आई लभ डान्स म त नाच्दिनँ अहिले मैले हुडी ल्याएको फेरि अहिले मलाई नाच्यो भने मलाई गइन्छ कि त्यहाँनिर एउटा आन्टी हेर्नु गाइस यसरी देखाउँछु कि म यस्तो गरेर क्यामेरा बन्द कसरी बन्द गर्ने यो बन्द गर्न लास्ट गरेर देखाउँछु कि म होइन क्या
ए बिग्रिन्न एउटा आन्टी आउनुभयो ए आन्टीले म बस्छु चार्ज भइन्छ नि थाहा हुन्छ एक्स्ट्रा ब्याट्री हाल्यो मैले सबै एक्स्ट्रा ब्याट्री चार्ज गरेर सबै मेरो म पहिलेबाट रेडी भएर बसेको हो कि आई एम अलवेज रेडी के ताल तालको गाइज म चोक बजार आइसकेँ है मलाई यस्तो ढिलो भयो सब मलाई कुर्दै आएको आन्टी आन्टी लिन आउनुभएछ कि मलाई हेलो आन्टी आएँ म कुन चाहिँ बस्छु आमा कुन चाहिँ बस्छु मलाई त बिजेर लाग्यो ए हुन्छ हेलो गाइस गाइस म तपाईँहरूलाई मेरो बिगेस्ट फ्यान देखाउँछु कि हेलो गाइस तिमीहरू अँध्यारोमा देखिन्न होला रोकै म बना कि हेलो गाइज म चाहिँ रोजिना हो म चाहिँ आरतेको बिग फ्यान होइन अनि मलाई भ्लगमा केही बोल्न आउँदैन हामी चाहिँ पिकनिक जान लाग्यो ए टुर जान लाग्यो होइन यो मेरो साथी हो हामी एउटै कपडा लाग्छौँ अनि हाम्रो साथीहरू छन् यता मेरो सबैजना हो ब्रो पछाडि चाहिँ सबैजना हिरो मात्रै बसेर होइन अनि त्यही हो अब हामी चाहिँ बाई हाम्रो शान्ति म्याम के हेलो म्याम हेलो गाइस हामी चाहिँ स्कुलमा छौँ कि आराध्या सुनारको स्कुलमा छौँ हामी चाहिँ सबले हात मात्रै ठोक्दै बसेको छन् कि यस्तो हात दिन्छन् अनि प्लाट हराउँछन् हातमा डल्लेहरू छैन हाम्रो हरि सर चाहिँ गम्भीर अवस्थामा हुनुहुन्छ अहिले चाहिँ कति जानुभयो हरि सर हराउँ कहिले के ब्ल्याकमा हामी साथ ब्लगमा नि थिएन त ए हाम्रो त लगभग एउटै भएछ सब देखिन्छ लगभग एउटै भएछ कि हामी सबैको धेरैले ग्रे कलरको लाएर यार त धेरैले ब्लगिङ क्यामेरा यस्तै हाल्नु किन्नु भने ए आराध्याको उहाँ हुनुहुन्छ करे उपेन्द्र सर यानि कि मेरो पिताजी को लागि गाइस अब चाहिँ मेरो क्यामेराम्यान मन्देको तिमी चाहिँ अब चाँडो ए मैले त केही भनेको छैन हामी चाहिँ खास गरी पोखरा जान लाग्यो क्या सबै वास्ते आउला ए गाइज हामी हिँड्न लाग्यो फाइनली म कपाल हेर्न आएर डर लागेको मेरो कपालले पछाडि भनेर रोजिना ए हाम्रो बिनिसा एन्जलहरू पक्रियो हुन्छ र हामी अब पुगेपछि होइन पुगेपछि त नभनौँ किनभने एकछिनतिर नि भेट्न सक्छौँ बिच बिचमा हामी टोइलेट जान लाग्यो
धुम्रपान स्मोकिङ जोन नो स्मोकिङ जोन रहेछ होइन यस्तो देखाइदिएको के अरे यो पोखरा बस पार्क हो पोखरा बस पार्कमा छ कहाँ हो बस पार्क होइन नि खान्छ कहाँ हो यो शान्ति म्यामले चिन्नु भएन के हो यो कस्तो मनपर्छ भने भ्लग मान्छे मन परेन ल भाइ अहिले टोइलेट जान लाग्यो ल म चाहिँ खास गरी ह्याप्पी छ फेरि मात्र त भन्थेँ म चाहिँ यहाँ भ्यू देखाउन लाग्यो ड्याम छ कि भ्यू त ड्याम छ कि भ्यू त म त भ्यू नै हेर्न गएँ अझ यसरी यो ए म त यस्तो ब्लगर नि आइसम्म हेलो गाइस म चाहिँ फेरि आइसकेको छु उसको ब्लगमा हामी चाहिँ सुके त आवेश त ए मा आउने आएबाट नाच्नु नाचेको म त म पनि शान्ति भएर म त नाचेको नाचेँ चुनरी 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 त्योमा पनि लाग्यो नाच्नु हामी त हामी पनि नाचेको कस्तो नाच्ने तिमीले हाम्रो Okay. मोबाइलमा कनेक्ट गर्नुपर्छ नि आफै आउँछ कि भिडियोहरू गाइस ए हाम्रो जस्मिना बहिनी हिँड्ने चाहिँ सुन्दरी वाउ सुपै खान गइदिरहेको फेरि म चाहिँ यसको फोटोमै रेबे नारायण खिचेको आमा पुरा यस्तो बाङ्गो भइदियो कि यो त पारिला सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल आइजाम उहाँ अब चाहिँ म तपाईँहरूलाई यो कहाँ ओए हामी कहाँ हो यो कुन चाहिँ ठाउँ हो कुन चाहिँ ठाउँ हो यो अङ्कल अङ्कल कुन चाहिँ ठाउँ हो नि यो एक्लै फाँट नानी ओहो फोटो खिच्ने ए ल भिडियो अङ्कल हेलो भनिदिनु नि यस्तो हेलो हेलो चल्दै हुन्छ तपाईँको पसल हो अङ्कलको त हाँसु त आइरहेछ है त ल हाँसिरहनु ल ल जाउँ जाउँ ल ल गइहाल ल जाम ए सुनेपछि मेरो नाम दल्छ केटो ठाउँको ठाउँ पोखरा पृथ्वी चोकै अब के हो र यहाँ पुरीतिर हो पोखरा यसलाई उल्टी आउनु लागेको अवस्था छ मलाई चाहिँ उयो चार्ज चाहिँ भेन्ला तपाईँहरूकोमा त्यो चार्ज राख्छ कहाँ राख्ने राखेर चार्ज छ कि मुला यसमै अब हाल्ने
सेतो देखेको यो ऐना रहेछ त हात धुन देन मलाई नाइ म तपाईँ यस्तो दामी कुकुर देखाउँछु के आएर देख्छु न कति क्युट हो होइन के यस्तो देखाइदिएको नि हामी चाहिँ अब खाजा खाना आइदिएको के टक्क लाएर यहाँ चाहिँ अभि अनि यहाँ सिमरन र प्रार्थना छन् अनि यहाँ त मै भइहाल्यो आएर त डन अनि त्यसपछि हामी यहाँ पछाडि केटाहरू मात्र हो यतापट्टि केटीहरू मात्र मलाई खाना ल्याइदिएको देखाउँछु भनेर मैले क्यामेरा खोलेको मलाई खानै ल्याइदिएन नि के यिनीहरूलाई दिँदा मैले थ्याङ्क यू म त हेर्दैन मलाई त भोक लाग्यो मलाई झन् यिनीहरूले खाएको देखेर कस्तो के यिनीहरूमा तमिज राम पनि चिन्छ छैन कि साथीहरू छेउ बसिरा Thank you. Ani खान्छु मासु चाहिँ डेन्जर हालिदिएछ मलाई त म खाएर भेटौँला ल मलाई लास्टै भोक लाग्यो बहिनी त्यो ओबिनको एन्जल ओबिन मलाई थाहा छैन छोड एन्जलले लगाइरहेको हो के सो गाइज मैले घिचेर भइसकेँ अब यहाँ अरूहरू यहाँ खाँदैछ भने यस्तो टक्क कति टक्क भनेको मैले अब पागल हुन लागिसकेँ भन्दा भन्दा पागल हुन हाम्रो बस्यो यो कस्तो राम्रो हो कि गुड ड्याम आइसक्रिम खान जाने अमाला बिचको सारहरू सबै साथीले लगेर तर हामी साथीलाई मन पर्दैन गाडीमा लगाइदिउँ न 20 रुपियाँको 20 रुपियाँ लगाइदिउँ नि त लगाइदिउँ न त बिचरा यस्तो भन्नु अतनेर त मेरो बहिनीहरू छोरीहरू भइहाल्छ नि कति मनकारी रहेछ त नि लैदेऊ त भन्ने बित्तिकै त हाम्रो आन्टी हुनुहुन्छ मैले हेर अमला हेलो अमला आन्टी होइन प्लास्टिक छैन आन्टी के भन खोलिदिने राखिदिइहाल्छु नि म छ्या बिचारा आइसक्रिम खान जाऊँ न एकैछिन ल म एकछिन भेट्छु हामी आइसक्रिम खाना हो 100 रुपियाँ निकालेर दिन मैले झन् दिन्छु तँलाई हो धन्यवाद मलाई त लाग्दैन 100 मा आउँछ भनेर त्यो कोनवाला आइसक्रिम किन पोखरा हो ए यिनीलाई सोध्न लाग्यो कि मैले आइसक्रिम कति हो भनेर मन चक्लेट हो ओइ ननिकाल नि त्यसरी मान्छे नभएको बेलामा के खान्छौ कामाला सुन्तला ए हाम्रो सिग्मा दाई हेलो सिग्मा दाई कोनवाला आइसक्रिमलाई हजुर दुईटा लिनु न चक्लेट
धन्यवाद साटौँ न त्यस्तै अहिले आइसक्रिम खाइपछि भेटौँला है। मलाई आइसक्रिम लास्ट मनपर्छ क्या, त्यही भएर म आइसक्रिम खाने बेलामा धेरै बोल्न सक्दिनँ क्या। यो के हो र? हातमा लाउने हो? उस लैदैन, त्यही भनेको चिज लैदैन, नभनेको चिज भन्दा त बरु आइदिनु सामानहरू हेर्दै जानु यहीँ मात्र हो क्या? आइदिनु आइदिनु सामान हेर्दै हिँड्ने हामी। खै ब्रासहरू किनेन भयो। ए नमस्ते के अरे दिदी बहिनी रे के इन्डियन एकजना इन्डियन पनि हेर त्यहाँ जान्छु म त अब बाई। आयौँ कि हामी फाइनली। अघि हामी पोखरा आएको त अघि नै, अनि म्युजियम पनि लिएर गयो क्या हामीलाई। अनि त म त के गरेँ क्यामेरै यहीँ माथि बिर्सेछु कि अब गएपछि अब आउन फिर्ताउन हामी चाहिँ खै बाटो हिँडेर कता कता जान्ला मलाई पनि केही आइडिया होइन। अनि यो भाइ चाहिँ खै कहाँबाट आएको मलाई त्यो पनि आइडिया। यस्तो मलाई हाने बित्तिकै भेटिहाल्छ कि फेरि। छ्या म त कस्तो त झ्याउला ओलाई तपाईँ होइन के तपाईँको नामै दाई हो र? अर्जेन्टिनाको जर्सी बनाएर सायद म यहाँ मात्र घुमेको वाला भिडियो बनाउँछु होला, किनभने चार्जै सकियो कि। हेलो सर। हेलो के हो यो? बिहान भ्लग हो कि? बिहान तपाईँ लजर जानुभएको थियो है त? आराध्या नानीले के गरिनु भने त भ्लग पो बनाएर रहेछन्। ल यतिखेर हामी यो पातले छाएको डेभिड फल्समा छौँ। आराध्या यति राम्री नानीले यहाँ यतिखेर भ्लग बनाइराखेकी छन्। यो पारिजात चितवनको एउटा शानदार स्कुल, एउटा प्रतिष्ठित स्कुलको विद्यार्थीहरू अनुशासनपूर्वक यतिखेर डेभिड फल्सको अवलोकन गर्नको लागि लाइनमा बसिरहेका छन् भने यो आराध्यलाई फेरि मैले हस्तान्तरण गरेँ। धन्यवाद। घुम्नु त हामी अझै घुम्दै कति गएको मैले मैले भित्र कैसे गर्छु म भ्लग। बवाल उयोहरू मैले त्यो अरे बस यो देखाउन मा खै छ लाबु होइन यो बाउला लाबु भएको फुटालिदिन्थेँ मैले। के हो नि यो? हामी आयौँ। यो देवीज फल हो, चस्मा माथि राख्छु है मैले। देवीज फल पिउने पानी रे। फेवाताल लान्छ र हामीलाई? ओइ फेवाताल लगाउनु, म भिडियो त बनाउने भन्ने सोचेको। म पहाड म चाहिँ अब यसो अलिकति देखाइदिन्छु अनि धेरै भ्लग बनाउनु। किनभने चाहिँ को हो कि मलाई यस्तो किनभने चाहिँ मेरो मोबाइलको चार्ज सक्यो। यो के हो अरे मेरो क्यामेराको चार्ज सकिन्छ के? त्यस्तो नहेर न फर्केर, मलाई लाज लाग्छ कि। ओ कि आमा ओइ आमालाई खान्छस्?
कहिले नि किनेको हो हो र 10 को 3टा आमला 10 को 3टा आमला राख्थ्यो 5 रुपैयाँ सस्तो हो क्या 10 को 3टा किन्छु ना मेरो गोजी में खाएको अरे कस्तै तितो यहाँबाट हाम फान्ने रे कि हामी सिडीकै सिडी रहेछ त म लास्ट भ्यू देखाउँछु अनि एकैचोटि म सिडीबाट तर पुगेपछि देखाउँछु है डेमेज फल आए के हो यो के हो सो यहाँबाट ल बाई यो हो रे डेभिज फल्स हो कि के हो रे यो देख्यो होला है मेरो मित्र मैले यति मेहनतले म यहाँ इन्स्टा तन्कै रिस्क लिली गरिदिएको देखाइदिएको छु त्यही बाहनामा डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब हो क्या जेलैमा हो जेलैमा जान्छु हो मलाई जेलमा बस्दिनु गाइज फल्स चाहिँ यहाँ के हो यो फल सरी यो के हो पानी यो चाहिँ यहाँबाट बगिरहेको रहेछ नि झर्ना यहाँबाट रहेछ हामीलाई चाहिँ के हालेर देखाइदिरहेको क्या हामीलाई त अनि पछि यहाँबाट हो भनेर नि यहाँको दामी है तर यहाँ अस्ति सिमरन यहाँ चाहिँ तर म अस्ति यहाँ फालेर गएको होइन पौडी खेल्न आएको नि त ल भाइ के सोच्यो हामीलाई यहीँनिर हो कि कहाँ ठाउँको नाम बिर्सेको त्यो डेभिज फल पो रहेछ ल पछि भेट्दै गरौँ ल गाइज हामी चाहिँ यहाँ कहाँ हो यो चाहिँ अहिले के हो यो गुम्बा हो गुम्बा हो कि खै मन्दिर हो कि गुम्बा हो कि गुफा के हो यो के गुफामा छ हामी चाहिँ बाहिर छ हामी चाहिँ गएको छैन भिड जान लागि गाइज चाहिँ मैले भर्खर नयाँ चस्मा किनेको तर मसँग एकदमै लल भयो कि के भन्दाखेरि म फेवाताल गरेर आएँ होइन तर मैले भिडियो यो क्यामेरा लिएर जान बिर्सिएँ क्या मैले अनि मैले हाम्रो स्कुलको होइन अनि मैले क्यामेरा लिएर जान बिर्सिएँ क्या हाम्रो स्कुलको बौलाको होइन यही हो कि अनि सो मेरो भ्लग चाहिँ यतिसम्म मात्र हुन्छ होला किनभने यसको चार्ज पनि भ्याइयो र अब हामी सिधै चितवन जान्छौँ थ्याङ्क यू फर वाचिङ माई भ्लग लाइक सेयर एन्ड सब्सक्राइब लभ यु अल